नमस्ते, मेरो नाम एस्तर खड्का। म चाहिँ बुटोलदेखि 2018 पास आउट फ्रम TUIM नेपालगञ्जदेखि। म चाहिँ अहिले दुबईमा एज अ एसिस्टेन्ट नर्स छु। ओके, आज चाहिँ हामीसँग हुनुहुन्छ एस्तर खड्काजी हैन। उहाँ चाहिँ बुटोलबाट गर्नुहुन्छ र उहाँसँग चाहिँ आज हामी केही कुरा गर्न गइरहेको छौँ। छोटो मिठो कुराकानी चाहिँ उहाँ चाहिँ कुरा के रहनेछ भनेपछि उहाँ चाहिँ अब एउटा दुबईको असिस्टेन्ट नर्स भइसक्नु भएको छ हैन। तर यो असिस्टेन्ट नर्स चाहिँ कसरी हुनुभयो र कति तपाईँको टाइम लाग्यो के लाग्यो भनेर यही विषयमा चाहिँ आज हामी उहाँसँग चाहिँ कुरा गर्न गइरहेको छौँ है त। अस्ति तपाईँको चाहिँ यो जेपिआरलाई चाहिँ कसरी चिन्नुभयो, जेपिआरमा चाहिँ कसरी आइपुग्नुभयो, थोरै जानकारी बताइदिनु न हाम्रो दर्शकहरूलाई। यस्तो थियो, मैले चाहिँ बाहिर जाने भनेर सोचिराख्दाखेरि जेपिआरलाई चाहिँ 1 इयर्सदेखि अब्जर्भ गरिराखेको थिएँ। अनि कोइन्सिडेन्टली त्यति बेला एकजना साथीले चाहिँ मलाई अर्को डिफ्रेन्ट कन्सल्टेन्सीबाट उहाँले प्रोसेसहरू गर्दै हुनुहुन्थ्यो। अनि तर उहाँको सजेसन चाहिँ जेपिआरमा जानु भनेर भन्नुभयो। त्यसपछि मैले नेपालको टिम काशी म्यामलाई मैले मेसेज गरेँ अनि एकदम राम्रो रेस्पोन्स दिनुभयो। त्यसपछि चाहिँ आफ्नो माइन्ड मेकअप गरेर अब यहाँबाट नै गर्छु भनेर स्टार्टिङ गरेँ मैले। गर्नुभयो। हजुर, डिएचए गर्दाखेरि कति टाइम लाग्दो रहेछ, कति सहजकरण हुँदो रहेछ डिएचए गर्दाखेरि चाहिँ? डिएचए अब अरूले भन्दाखेरि चाहिँ एकदमै डिफ्रेन्ट कुराहरू सुनिरहेको थियो। अब मेरो पर्सनल एक्सपिरियन्समा चाहिँ कस्तो छ भन्दाखेरि रेगुलर क्लास लिनुभयो भने, म्यामले दिनुभएको मक टेस्टहरू सबै गर्नुभयो भने, सँगसँगै आफूले पनि आफ्नोमा बेसिक नलेजहरू छ भने तपाईँले नर्मली क्लास चाहिँ तपाईँको 45 to 50 डेजमा कम्प्लिट हुन्छ। अनि डाटा फ्लोहरू सबै गरेर एकदम छिटो गर्नुहुन्छ भने तपाईँको 3-4 मन्थमा कम्प्लिट हुन्छ। ओके, 3-4 मन्थमा दुबईको असिस्टेन्ट नर्स पाइयो। ओके, अब दुबईको असिस्टेन्ट नर्स त हुनुभयो, अब दुबई आएर चाहिँ गर्ने कसरी कामहरू, जसरी हामी नेपालमा त नेपालको नर्सहरूलाई थाहा छैन, दुबईमा अब होम केयरमा गाह्रो हुन्छ, ड्युटी गाह्रो हुन्छ, कसरी जाने के गर्ने धोधारमा हुनुहुन्छ। तपाईँले चाहिँ के कस्तो लाग्यो दुबईमा आएर, नेपालको एक्सपिरियन्स र दुबईको आएर एक्सपिरियन्स के डिफ्रेन्ट पाउनुभयो? फर्स्ट अफ अल त यहाँ आइसकेपछि जति अब कुराहरू थियो मनमा, त्यो आउँदा बित्तिकै एकोमोडेसन पनि राम्रो प्रोभाइड गर्नुभयो हजुरहरूले। बस्नको लागि, खानको लागि होस्टेल पनि एकदम स्पेसियस छ, रुमहरू ठुलो छ, बस्न कम्फर्टेबल छ। अनि त्यसपछि नेपालको नेपालसँग डिफ्रेन्स भन्दाखेरि चाहिँ अब नेपालमा चाहिँ अलि नर्सलाई चाहिँ स्ट्रगलिङ फेजमै छ नेपालको कन्डिसन नर्सको लागि भने, यहाँ चाहिँ आफ्नो जति पनि आफ्नो प्रोफेसन छ त्यो अनुसारको तपाईँले कामहरू पाउन सक्नुहुन्छ। अझै यहाँ चाहिँ सर म्यामहरूले अप्सनहरू दिनुहुन्छ, अब डिफ्रेन्ट इन्टरभ्यूहरूमा गएर आफूले एक्सपोजर गर्न सकिन्छ। अनि आफूले जुन मनपर्छ, आफूमा जुनमा अलिक बढी सुटेड छ त्यसमा काम गर्ने अपर्च्युनिटी पनि मजाले प्रोभाइड गर्नुभयो। ओके, अब तपाईँलाई नेपालमा तपाईँको डिएचए गर्दाखेरि, दुबई अप्लाई गर्दाखेरि जेपिआरले जे शर्त राखेको थियो, जे कुरा भने त्यो पाउनुभयो कि पाउनु भएन? पाएँ, त्यो सबै पाउनुभयो। तपाईँ सेटिफाई हुनुहुन्छ जेपिआरसँग। अब अन्तिममा तपाईँको अब सबैको गुनासो त यही हुन्छ, अब नेपालबाट हामी दुबई त आयौँ है, यस्तो खर्च गरेर दुबईको आयो, दुबईको नर्सै छ। अब दुबईको असिस्टेन्ट नर्सले खाने सिलेरी चाहिँ कति? अब धेरैको गुनासो के छ भने चाहिँ नेपाल दिदीबहिनीहरू चाहिँ अब हामी दुबई जाने, अब नेपालमा हाम्रो त्यही 12 घन्टा ड्युटी गरेर कति सेलेरी खान्छौँ र दुबईमा आएर चाहिँ हामीले कति सेलेरी खान्छौँ, यो चाहिँ सबैको गुनासो छ। यसलाई चाहिँ क्लियर गरिदिनु न। नर्मली अब नेपालमा चाहिँ एकदमै मिनिममको पनि मिनिमम स्यालेरी छ अझैसम्म पनि। भने दुबईमा चाहिँ तपाईँको 3,500 दिरहाम फ्रेसरले नै पाउनुहुन्छ भनेको नेपाली त्यो 1,32,000 को वरिपरि हुन्छ भने तपाईँको हजुर मिनिमम। अनि एक्सपिरियन्ससँग चाहिँ 1,50,000 चाहिँ तपाईँले मजाले आफू क्यापेबल हुनुहुन्छ, आफू फ्लेक्सिबल हुनुहुन्छ भने त्यति चाहिँ तपाईँले मजाले पाउनुहुन्छ, मजाले खानुहुन्छ। 1,30,000 देखि माथि नै सेलेरी हुन्छ। ओके, अब तपाईँले जेपिआरले तपाईँलाई जुन सेलेरी भनेको थियो त्योभन्दा बढी नै पाउनुभयो कि त्योभन्दा कम पाउनुभयो, के कसरी पाउनुभयो सेलेरी? मेरो चाहिँ माइन्ड मेकअप सुरुमा नेपालबाट आउँदाखेरि 1,32 भनेरै आएको, तर आउँदाखेरि चाहिँ त्योभन्दा बढी नै मैले पाएँ। 150 पाउनुभयो कि? हजुर, 150 पाउनु। ओके,
ठिक छ, तपाईँले चाहिँ अब जेपिआरले भन्यो भन्दा चाहिँ जे कुरा पनि एडभान्स पाइराख्नु भएको छ। अब अन्तिम मेसेज तपाईँको जो जेपिआरबाट विगतको इतिहास हेर्दाखेरि त्यो फेक न्युजहरू लेख्ने छ, त्यो तपाईँहरू फेक न्युजको शिकारमा तपाईँ पर्नुभयो कि पर्नु भएन? म पनि परेको थिएँ। तपाईँको पर्नु। अब यो दर्शकहरूलाई कसरी चाहिँ यसलाई सहयोग गर्नुहुन्छ? तपाईँको यो जो फेक न्युज लेख्नुहुन्छ जेपिआरको बारेमा, अब उनीहरू त आउनु भएको छैन, तपाईँ त्यो फेक न्युज हेरेर पनि तपाईँ जेपिआरमा आउनुभयो र अब त्यो मान्छेहरूलाई जो कन्फ्युज हुनुहुन्छ हो जेपिआरमा के कस्तो भनेर त्यसलाई चाहिँ कसरी क्लियर गर्नुहुन्छ? मैले चाहिँ आफ्नो मेरो एक्सपिरियन्स भन्दाखेरि जति पनि फेक न्युज देखेँ मैले चाहिँ डाइरेक्टली सर र म्यामसँगै सोधेँ। अरूसँग क्वेसन किनकि डाइभर्ट गर्न मन थिएन मलाई आफ्नो माइन्ड। डाइरेक्टली मैले सर म्यामसँगै सोधेँ। उहाँले मजाले एक्सप्लेन पनि गर्नुभयो, प्रुफ पनि गर्नुभयो, प्रुफ पनि पाएँ मैले। त्यसपछि चाहिँ अब जेन्युनै फिल भयो त्यसपछि। अनि आएँ, त्यो मेरो एक्सपिरियन्समा पनि जस्तो जेन्युन हजुरहरूले भन्नुभएको थियो त्यो अनुसारकै नै राम्रो पाएँ। त्यो फेक न्युजसँग रिलेटेड मैले कुनै पनि कुरा पाइनँ। अब यो जो कन्फ्युजन हुन्छ जेपिआर फेक हो कि भन्ने कुरो, त्यो न्युजहरूले चाहिँ तपाईँको माइन्डहरू डबल भएको छ, उनीहरूलाई चाहिँ के गर्नुहुन्छ? कसरी चाहिँ सहज गर्नुहुन्छ? फेक न्युजको पछाडि नलाग्नु, त्यस्तो छ भने डाइरेक्टली आएर सोद्धा हुन्छ सर म्यामहरूसँग, अनि ढुक्क भएर आउँदा हुन्छ हजुरहरू चाहिँ। किनकि मैले मेरो एक्सपिरियन्स अहिलेसम्म कुनै पनि ब्याड एक्सपिरियन्सै छैन मेरो। अनि त्यही भएर आउँदाखेरि मजाले ढुक्क भएर कन्फ्युजन छ भने सर म्यामसँग डाइरेक्टली अथवा अफिसमै गएर सोधेर गर्दा हुन्छ भने मेरो। अन्तिम मेसेज के भन्नुहुन्छ? अब जेपिआरबाट आउनु चाहने जो नर्स हुनुहुन्छ, आरएन एएन डिएचए गरेको नर्स हुनुहुन्छ र डिएचए गर्ने चाहनुहुन्छ, उहाँहरूले चाहिँ अन्तिम सन्देश के दिन चाहनुहुन्छ? मेरो सन्देश चाहिँ तपाईँहरू यदि दुबई आउन चाहनुहुन्छ, डिएचए गर्न चाहनुहुन्छ भने तपाईँले बेस्ट प्लेटफर्म चाहिँ जेपिआर नै हुन्छ सबभन्दा राम्रो चाहिँ। किन भन्दाखेरि डिएचए गर्ने जुन प्याटर्न छ एकदम राम्रो छ, डाटा फ्लो एकदम टाइममा, कम्पेरिटिभली अरूसँग गर्दाखेरि एकदम छिटो प्रोसेस पनि भयो। भिजा पनि 8 डेजमै भिजा लगाएर आइहाल्यो म। जति बेला कि भिजाको प्रब्लम हुन्छ भन्दाखेरि राम्रोसँग 8 डेजमै आएँ म। अनि त्यही भएर मजाले तपाईँ ट्रस्ट गरेर मजाले जेपिआरमा आउनु चाहनुहुन्छ। अब आइसकेपछि तपाईँको यहाँ खाने, एकोमोडेसन, ट्रान्सपोर्टेसन सबै कम्पनीले सबै प्रोभाइड गरेको छ हैन? यसमा पनि अब एउटा अन्तिम गुनासो के हुन्छ सबैको भने दुबई त हामी गयौँ, दुबई गएर तपाईँ कति दिनमा चाहिँ जब लाग्नुभयो? तपाईँ चाहिँ कति दिनमा चाहिँ तपाईँको जब प्रोभाइड गर्नु पाउनुभयो? तपाईँ मैले चाहिँ आएको 3 डेजमै मैले एउटा इन्टरभ्यू पास गरेँ। त्यसपछि पनि 2-3वटा इन्टरभ्यू दिएँ, सबैमा पास भएँ। अनि उहाँहरूले चाहिँ जुन अलिक सजिलो आफूलाई मनपर्छ कम्फर्टेबल छ त्यसमा गएर जब गर्नको लागि उहाँले मजाले अप्सनहरू दिनुहुन्छ, त्यही अनुसारको मैले जब पनि। तपाईँले जेपिआरले चाहिँ तपाईँले पास भइसक्यो भने तपाईँको चित्त जहाँ बुझ्छ त्यहाँ गर्नु भनेर हामीले चान्स दियौँ, राइट? ओके, ठिक छ। तपाईँलाई धेरै धेरै धन्यवाद सुझाव सल्लाहको लागि चाहिँ है। उहाँले भनिहाल्नुभयो, म्यामले भनिहाल्नुभयो जेपिआरबाट आउँदाखेरि उहाँ पनि फेक न्युजको शिकार हुनु भएको छ। अब आएर अहिले जब गरिसक्नु भएको छ होइन, उहाँलाई पनि डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यस्तो तपाईँले केही तपाईँलाई दुःख छ भनेपछि जानुहोस् अफिसमा, डाइरेक्ट कन्ट्याक्ट गर्नुहोस् र छिटो छरितो भरपर्दो एउटा कम्पनी खोजी हुनुहुन्छ भनेपछि जेपिआर नर्सिङ एजुकेसन सम्पर्क गर्नुहोला र चाँडोभन्दा चाँडो दुबई आएर हामी तपाईँको भविष्य उज्जवल गर्नेछौँ। थ्याङ्क यू, धन्यवाद तपाईँलाई।